त्यहाँ माथि चाहिँ दाइले चाहिँ दामी भ्यू आउने ठाउँमा फोटो चाहिँ खिच्यो होइन। म चाहिँ यसो भिडियो बनाउनु पर्यो भनेको मलाई चाहिँ भिडियो बनाउनु दिएन क्या। आऊ चाहिँ फोटो खिच्छु यसो बुढीहरूलाई छोराछोरीलाई यसो हेराउँछु म यस्तो यस्तो ठाउँ गएको थिएँ यसरी फोटो खिचेको थिएँ हेराउँछु भनेर चाहिँ आफूले गऱ्यो। मलाई चाहिँ भिडियो बनाउनु दिएन क्या। यहाँ चाहिँ 5 मिनट हातमा बसिरहेको छ अनि मलाई चाहिँ यसो मौकामा चौका हानेर भिडियो बनाउँछु। फेरि झुलुङ्गे पुलमा आइपुगेको छौँ होइन। अस्तिको यात्रा पनि यहीँदेखि त सुरु भएको थियो, यहीँदेखि गएको थिएँ। अनि आज चाहिँ खोइ के हुँदैछ यार, म भिडियोहरू रेकर्ड गरिरहेको हुन्छु होइन, अटोमेटिक अफ भइदिरहेको हुन्छ क्या। म चाहिँ यता भिडियो बनाइरहेको हुन्छु, म चाहिँ सोचिरहेको हुन्छु भिडियो बनिरहेछ भनेर, लास्टमा चाहिँ कस्तो गीत क्या अटोमेटिक स्टप भइदिरहेको हुन्छ क्या। हामी आमचोक गाउँपालिकाले क्रस गरेर चाहिँ अब उदयपुर नगरपालिकामा इन्टर गरेको छु। यहाँ चाहिँ होइन माथितिर जाँदैछु म। माथि चाहिँ निकै नै सुनसान भएको जङ्गलमा पुग्छु क्या। त्यहाँ घरहरू पनि छैन होइन, पुरै बाक्लो जङ्गल छ अनि त्यो बाटो पुरै सुनसान हुन्छ क्या। अब त्यहाँ इन्टर गर्ने क्रममा चाहिँ माथि जाँदैछौँ। मलाई छोडेर गइदिएर फोटो खिचिन भनेर मलाई छोडेर पुरा अब हिँडाउने भयो। मैले पनि रिभेन्ज के लिएको त मेरो पनि रिभेन्ज उडाइदिइहाल्यो नि। तर इट्स ओके, मलाई के छ त, पाहाडहरूतिर डुल्नु हिँड्न पनि रमाइलो हुन्छ होइन। अरूलाई हुन्छ हुँदैन थाहा भएन, मलाई चाहिँ राम्रै लाग्छ। स्वर त राम्रो छैन, फाटेको जस्तो छ होइन, झोत्रो स्वर भन्छ। बट इट्स ओके, मेरो लागि ठिकै छ होइन। मैले चाहिँ गाना पनि गाउनुपर्छ, रमाइलो हुन्छ। अझ 10 बजीतिर घर पुग्छु होला, त्योभन्दा छिटै पुग्छु। अब यहाँदेखि फेरि पाहाडहरू कटेर त जानुपर्छ। यहाँ चाहिँ गाउँ राम्रो छ है साँच्चै, म गलिसकेँ। तर यहाँ गाउँको राम्रो छ, सबै सब्जीहरू लगाएको रहेछ क्या। यो ठाउँ पनि राम्रो छ। अहिले म भिडियो क्याप्चर चाहिँ गरिहाल्छु। पानी पर्दैछ, यहाँ पानी पर्दैछ। अब हाम्रो चाहिँ यहाँ छेउछाउमा घर पनि छैन, अब भिज्ने भयो मान्छ। अनि मेरो चाहिँ इक्जाम परेकोले चाहिँ अब म घर चाहिँ जाँदैछु होइन। टाइम फेरि आउनु चाहिँ पाउँदैन होला। के हुन्छ पानी चाहिँ खोला पनि आउन पुगिसक्यो, अब पानी पनि आउँदैछ। अब हामी चाहिँ यसो शुद्ध भएर घर पुग्छौँ होला बिस्दै बिस्दै।